तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 4 रक्षाचौर स्थित शारदा विद्या मन्दिरको 16औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक इन्दिरा शर्माको अध्यक्षता तथा शिक्षा महाशाखा तुलसीपुरका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यता एवं पतञ्जलि योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष ध्यानगुरु प्रेम शाहको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि खड्काले विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र संस्कारयुक्त शिक्षामा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नरही व्यवहारिक, नैतिक र सिपमूलक हुनुपर्नेमा जोड दिँदै शारदा विद्या मन्दिरले यस दिशामा उदाहरणीय काम गरिरहेको बताउनुभयो। स्थानीय तह, अभिभावक र विद्यालय बीचको सहकार्यले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने उहाँको भनाइ थियो। आजको भाइ बहिनीहरूले के गर्दैछन्, के सिक्दैछन्, के बोल्दैछन्, कस्तो क्रियाकलापमा सहभागी हुँदैछन् भन्ने कुराले चाहिँ ठुलो अर्थ राख्दो रहेछ। त्यसैले हाम्रो नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यको 1 नम्बरमा पनि के राखेको छ भने बालबालिकाको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने, जुन शारदा विद्या मन्दिरले गराउँदै आउनुभएको कुरा, गर्दै आउनुभएको कुरा र अहिले गरेको कुरा पनि हामीले छर्लङ्गै आफ्नै आँखा अगाडि देख्न पायौँ। हाम्रो आजभोलिको सङ्गत कस्तो छ? अघि कक्षा 7 को प्रिय भाइले यस्तो मिठो तरिकाले सेलफोनको, मोबाइल प्रयोगको र दुरुपयोग गर्दा के हुन्छ त्यसका सम्बन्धमा चाहिँ कस्तो मिठो आफ्नो प्रस्तुति, आफ्नो चाहिँ वाक्कला कस्तो मिठो तरिकाले चाहिँ प्रस्तुत गर्नु भएको छ। अहिले तपाईँ कसको सङ्गतमा हुनुहुन्छ त्यसले ठुलो अर्थ राख्दछ। तपाईँलाई थाहा छ, त्यही अक्सिजन हो, हाइड्रोजनसँग मिसियो भने पानी बन्छ, तर त्यही अक्सिजन हो कार्बनसँग मिसियो भने आगो बन्छ। तपाईँ आगो भन्ने कि पानी भन्ने तपाईँहरूको हातमा छ। त्यस्तै विशिष्ट अतिथि शाहले योग, अनुशासन र नैतिक शिक्षाले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले विद्यालयले शैक्षिकसँगै संस्कार र योग शिक्षालाई पनि प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीहरूलाई सकारात्मक सोच, आत्मअनुशासन र स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो। र मैले हेरेँ, हाम्रो विज्ञानको प्रदर्शन पनि हेरेँ, त्यसपछि विद्यार्थी भाइ बहिनीको प्रतिभा पनि हेरेँ, बोली पनि सुने होइन। त्यसबाट के निष्कर्ष निक्लेको छ भने विद्यालयले प्रयास गरिराखेको रहेछ होइन। यसरी विद्यार्थीको व्यक्तित्व, नेतृत्व, त्यसपछि प्रतिभा, क्षमतालाई विकास गर्नको लागि जुन किसिमका विज्ञान प्रदर्शनीको माध्यमबाट होइन, त्यसपछि हाम्रो नाचगानको माध्यमबाट, वक्तृत्वको माध्यमबाट जुन प्रयास भइराखेको छ र पढाइको माध्यमबाट जुन पुरस्कृत भएका छन् भाइ बहिनीहरू सबैलाई म पतञ्जलि योग समिति लुम्बिनी प्रदेशको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। सबैको सुस्वास्थ्य, दीर्घायुको प्रगति गर्न चाहन्छु। त्यस्तै समाजसेवी ध्रुव गौतमले शारदा विद्या मन्दिरले शिक्षा क्षेत्रमा मात्र नभई सामाजिक सचेतनामा समेत योगदान पुर्याएको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई असल नागरिक बनाउने उद्देश्यले विद्यालयले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताउँदै समाज निर्माणमा शिक्षाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने धारणा राख्नुभयो। आज सानो भाइ बहिनीले मैले त अचम्म लाग्यो कि त्यो माथि भर्याङबाट माथि आउनै नसक्ने भाइ बहिनी नाचेर गए। कति खुसी लाग्दो कुरा। अनि उता हेर्दाखेरि भाइ बहिनीले बनाएका तिनी कलाहरू देख्दाखेरि पनि असाध्यै खुसी लाग्यो। त्यसबेला त हामीले लेख्नै जान्दैन थियौँ, भाइ बहिनीले अन्त हिँडेको पनि उठाएको देखियो। अनि कति राम्रो। यस्तै कला र संस्कृतिबाट पनि भाइ बहिनीहरू अगाडि बढ्नुहुनेछ र हाम्रो शारदा विद्या मन्दिरले अन्य राम्रा क्रियाकलापहरू गर्नुहुनेछ र दाङ जिल्लाकै नमुनाको विद्यालय हुनेछ र यसभन्दा अगाडि गत वर्ष पनि, अर्को वर्ष, अघिल्लो वर्ष पनि हामीलाई निमन्त्रणा गरेर शुभकामना दिन हामीलाई कहिल्यै छुटाउनु भएको छैन र विद्यालयप्रति म आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रममा अभिभावकको तर्फबाट मन्तव्य राख्दै प्रणव कुमार खड्काले विद्यालयले आफ्ना बालबालिकालाई सुरक्षित, अनुशासित र गुणस्तरीय शैक्षिक वातावरण प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले शिक्षकहरूको मेहनत, विद्यालय व्यवस्थापनको सक्रियता र
बालमैत्री शिक्षण विधिले अभिभावकहरूको विश्वास बढाएको बताउँदै आगामी दिनमा पनि विद्यालयले यस्तै प्रगति गर्दै जाने विश्वास व्यक्त गर्नुभयो। यहाँ किन रोजेको भन्दाखेरि अब यसको सकारात्मक पाटाहरू विद्यालय नजिक छ अनि विद्यालयमा अध्यापन गर्ने सर म्याडमहरू शिष्ट शालीन हुनुहुन्छ। सकेसम्म त नाता गोताकै हुनु होला, झन् सजिलो पनि भयो। त्यो सँगसँगै अनेक कुराहरू राम्रा छन् भन्ने मलाई लाग्छ। प्रत्यक्ष अप्रत्यक्ष फाइदा हामीले लिनमा हामी मात्रै यसका पर्याय होइनौँ। यहाँ रहेका सङ्घ संस्थाहरू, आँखा अस्पताल छ, नमुना मावि छ, सँगै यो छ, यिनीहरूको महत्त्वपूर्ण भूमिका छ। त्यो प्रत्यक्ष नदेखिए पनि परोक्ष रूपमा हामीले त्यसलाई आभास गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसैले यो विद्यालयको उन्नयनका लागि एउटा अभिभावकको हिसाबले केही आवश्यक परेको खण्डमा विद्यालयले सम्झिएको खण्डमा म सधैँ रहने व्यवहार यहाँहरू समक्ष निवेदन गर्न चाहन्छु। कार्यक्रममा सञ्चालक समिति अध्यक्ष दिपेन्द्र कुमार चापागाई, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर केसी, पूर्व प्रधानाध्यापक भुवन ओली, साझेदारी विकास मञ्च दाङका अध्यक्ष खेमराज विश्वकर्मा लगायतले आफ्नो मन्तव्य राख्दै विद्यालयको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो। वार्षिक उत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरूले विभिन्न समुदायको संस्कृति झल्कने नृत्य तथा गीत प्रस्तुत गरेका थिए। साथै उनीहरूले विविध विषयमा मन्तव्य व्यक्त गर्नुका साथै कविता वाचन समेत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले आफैले तयार पारेका विज्ञानका विभिन्न नमुनाहरू प्रदर्शन गरेका थिए, जसले उपस्थित अतिथिहरूको ध्यान आकर्षित गरेको थियो। त्यसैगरी कार्यक्रममा गन्धर्व समुदायका कलाकारहरू गणेश गन्धर्व लगायतले आफ्नो प्रस्तुति राख्नु भएको थियो। विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो। त्यसैगरी खेलकुद तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक इन्दिरा शर्माले मन्तव्य राख्दै विद्यालयको 16 वर्ष यात्रामा सहयोग गर्ने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, सञ्चालक समिति तथा सरकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन, संस्कार र व्यावहारिक शिक्षामा विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ नवीन र प्रविधि मैत्री शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। 24 घण्टामा 8 घण्टा मात्र नानी बाबुहरू विद्यालयमा बस्ने हो, अन्य समयमा त अभिभावकसँग बस्ने हो नि। त्यसैले पहिलो पाठशाला भनेकै आफ्नो घर परिवार हो, त्यसमा पनि विशेष रूपले आमाको भूमिका महत्त्वपूर्ण हुन्छ। भनिन्छ नि, जहाँ नारी शिक्षित हुन्छन् त्यो घर स्वर्ग समान हुन्छ भनेर। त्यसैले आदरणीय आमा बुवाहरू, विशेष रूपले आमाहरू नै आज हाम्रो यस कार्यक्रममा आउनुभएको छ। त्यसैले मैले यहाँ आमाहरूलाई के भन्छु भनेपछि हाम्रा नानी बाबुहरूले कसरी शिक्षण त भन्ने कुरा पनि मैले तपाईँहरूलाई तथ्याङ्कको आधारमा भन्न गइरहेको छु। तपाईँहरूलाई ज्ञानेन्द्रिय र कर्मेन्द्रिय भनेको त थाहा छ, सबै पढिरहनु भएको छ। ज्ञानेन्द्रियको माध्यमबाट हाम्रा नानी बाबुहरूले कसरी शिक्षण त भन्ने कुराहरू म यहाँहरूलाई भन्न चाहन्छु। नानी बाबुहरूले आँखाले अथवा हेरेर 83% सिक्न सक्छ। त्यसै गरेर स्वाद लिएर जिब्रोबाट जम्मा 1% सिक्न सक्छ। कुनै वस्तु छोएर छालाको माध्यमबाट 1.5% सिक्न सक्छ। गन्ध लिएर नाकबाट 3.5% सिक्न सक्छ भनेर सुनेर कानबाट 11% मात्रै सिक्न सक्छ। त्यसैले सबभन्दा बढी सिक्ने भनेको हेरेर हो। त्यसैले तपाईँहरूले घरमा जस्तो वातावरण गराउनुहुन्छ, तपाईँहरूले जे गर्नुहुन्छ त्यही नै तपाईँका नानी बाबुहरूले नक्कल गर्ने हो। तपाईँले असल काम गर्नुहुन्छ, नम्र भएर बोल्नुहुन्छ भनेपछि बच्चा बच्ची पनि नम्र भएर बोल्छ। तपाईँहरूले बच्चा बच्चीलाई गाली गर्नुहुन्छ, घरमा झै झगडाको वातावरण सिर्जना हुन्छ भने त्यो बच्चा पनि त्यही झै झगडा गर्ने वातावरणमा जान्छ। कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी शिक्षक शारदा विष्टले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयकी सहप्रधानाध्यापक पवित्रा विश्वकर्माले गर्नुभएको थियो। ज्यानको छेउमा